आज चाहिँ आलु खन्ने हेर्नु त हाम्रो आलु कस्तो फलेको तर यो चाहिँ सानो सानो भयो एउटै बुटोमा बिरुवामा कति धेरै आलु हो हेर्नु त र आलु पनि यत्तिकै भएको छ हेर्नु है ए ल हेर्नु ए पोके आलुको पोकै छ हेर्नु यहाँ ल हेर्नु यो चाहिँ हिउँदे आलु हो होइन अनि बाबाले चाहिँ घाँस काट्दै हुनुहुन्छ यहाँ ल हेर्नु बाबाले घाँस काट्नुहुन्छ आज त तपाईँको पानी परेको थियो माथि हिमालतिर पनि पुरै हिउँ भरिया रहेछ यहाँबाट चाहिँ अब हिमाल देखिएको छैन राम्रो ल हेर्नु यो माछा पुच्छ्रे हिमाल यताउति कतिवटा जान्ने मम्मी 55 वटा 57 58 59 60 ल हेर्नु अब यो 63 64 दुईटा बिरुवाको हो क्या ल हेर्नु त आहा राम्रो देखेर चाहिँ बाबाले घाँस काट्दै हुनुहुन्छ भैँसीलाई यही आलुको घाँस अनि माथिपट्टि स्कुल बारी ओहो हो अब त पानी परेर मौसम पनि सफा क्लियर भएको छ बल्ल 84 वटा मम्मी एउटा बिरुवामा 84 वटा एउटा बोटमा 84 वटा आलु तर कोही चाहिँ ठुलो कोही सानो सानो रहेछन्